कविहरू शब्दका ध्वनि आफै निर्माण गर्छन्। सङ्गीतकारहरू त्यही ध्वनिहरूबाट रस निकालेर लयात्मक स्वर सृजना गर्छन् र गायक वा गायिकाहरू त्यही स्वरलाई प्राण दिन्छन् र यसलाई जीवन्त बनाउँछन्। नमस्कार, म धनेन्द्र रसाइली। म्यानचेस्टर सामुदायिक टेलिभिजनबाट प्रसारण हुने यो नेपाली कार्यक्रम भेटघाट चौतारीको पहिलो श्रृङ्खलामा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। आजको यस कार्यक्रममा म यिनै तिनै विधाका सृजक साधकहरूसँग छोटो कुराकानी गर्नेछु। कार्यक्रमभरि तपाईँहरूले साथ दिनुहुन्छ भन्ने मलाई पूर्ण आशा छ। र मेरो साथमा हुनुहुन्छ वरिष्ठ सारङ्गी वादक श्याम नेपाली र यसै गरी वरिष्ठ साहित्यकार अर्थात् कवियत्री दिपा फोन र गायक उदाउँदै गरेका गायक हुनुहुन्छ विधान खालिकोटे। म यहाँहरू तिनैजनालाई कार्यक्रममा स्वागत गर्न चाहन्छु। नमस्कार। नमस्कार। म कार्यक्रमलाई पहिलो चरणबाट म हाम्रो श्याम नेपालीजीसँग कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। यहाँ एउटा सारङ्गी वादक हुनुहुन्छ। कति भयो तपाईँले सारङ्गी बजाउन थाल्नुभएको? हुन त धन्यवाद। हुन त सानो उमेरदेखि म जब मेरो विचारमा हजुरबाको काखमै चाहिँ र आमाको मेरो विचारमा पेटबाट नै मैले सङ्गीतलाई रसास्वादन गर्न पाएँ र जन्म नै यस्तो कुलमा भयो कि सधैँ सङ्गीत मात्रै थियो र म सानो बेलादेखि नै सङ्गीतलाई चाहिँ सङ्गीत परिवारमा जन्मेको कारणले गर्दा सानो बेलादेखि नै सिकेँ। परिवारबाटै नै मैले सानो बेलादेखि नै सुनेँ र बजाउन थालेँ। हजुर, तपाईँसँग सारङ्गी म देखिरहेको छु। हामीलाई एउटा सारङ्गी बजाएर एउटा मिठो गीत सुनाइदिनुहोस् न। धन्यवाद। साह्रै नै मिठो धुन सुनाउनु भयो र यसपछि म हाम्रो दिपा पुनसँग गइरहेको छु। तपाईँले 3टा कृति अगाडि नै बजारमा निकालिसक्नु भएको छ र यो कविताको यात्रामा आज कुन कविता सुनाउन गइराख्नु भएको छ? म भर्खरै 1 महिना अगाडि जेठ 30 गते शिल्पी थिएटरमा विमोचन गरेको छुटेको बागदाताको म त्यही कविता सुनाउन चाहन्छु। मेरो कविताको शीर्षक छ छुटेको बागदाता। सपनाहरू उडेर समय स्तब्ध उभिएको बेला सुनसान मलाई तिमीले प्रेम गरेको छन्। म भित्रको निश्चलता मायालु लाग्यो मेरो नेप्टे। सपनाहरू उडेर समय स्तब्ध उभिएको बेला सुनसान मलाई तिमीले प्रेम गरेको छन्। म प्रतिको निश्चलता मायालु लाग्यो मेरो नेप्टे। दूर देशबाट पनि चिम्सो आँखा अझ चिम्से पार्दै मायाको मिठो धुन सुनाउँदा हत्केलाले आँसु पुस्दै मलाई हाँस्दै बाँच्नुभन्दा तिम्रो त्यो सम्मान र आदर बुझेर अझ बेसी माया लाग्यो मेरो चिम्से। तिमी पो कहाँ कहाँ बिरानो मुलुकमा जहाँ म पुग्नै सक्दिनँ। यहाँ त हेर तिमीले हिँडेको गोरेटोमा तिम्रै पाइतालाको डोब छ।
नेवारा गगन र भर्लाको पातमा लहरेर डाले घाँसमा तिम्रै हत्केलाको छाप छ। यादले आँखा रसाएको बेला माथि गौचरणमा जान्छु तिम्रो बाँसुरीको धुन सुन्न। साँच्ची तिम्रो पटुकी खै जहाँ मेरो माया बाँधेर बाँसुरी भिरेको हुन्थ्यो। हाँस्दै हाँस्दै मलाई अँगालेर सुई सुई पार्दै गाईबस्तु दपाइरहेको हुन्थ्यो। एक दिन गोठालोबाट फर्कदा मलाई उपरतली लागेर फत्राक फत्राक भएको हेर्न नसकेर जङ्गली नलागोस् भन्दै कम्मरमा खुर्मी सिउरी दिएको आज जस्तै लाग्छ। अहिले सम्झिँदैछु त्यही बेला तिमीले मेरो अन्तस्करणमा मुटु पो सिउरी दिएछौ। सट्टामा मेरो मुटु लिएर घर लागेको तिमी हुटहुटी भएर आमा र आप्पालाई भनेर घाम डुब्दै गरेको एक साँझ कुङ्पी र खिदीलाई 2 चुन्डो सगुन बोकाएर मलाई माग्नु पठाएछौ। सगुन आप्पाले सारेर सबैलाई बाँडिदिँदा स्वीकारोक्ति बुझेर छड्के नजरले मलाई हेर्दा लाजले रातो भएको गाला सम्झदा अझ सेलाए जस्तो लाग्दैन। फुलबुट्टे रुमाल गाँठो पारेर भैना मारी नौमती बाजा बजाएर साइतमै लगेथ्यौ। समयले कहाँ दियो र हामीले सोचे जस्तै बाँच्नु। जुनले च्याएको मन पर्थेन तिमीलाई, चिसोले गिज्याएको झनै मन पर्थेन। आमा र आप्पाको सपना टुङमा र खुसीको घरजम बसाउने। माइती राजा भएर जिउनु थियो। रात भागेर घुम्ती काट्दा मेरो चुल्ठोमा चाँप सिउरेर देउरालीमा आँसुको फुलपाती चढाएर तिमी हिँडेथ्यौ क्षितिज पारी कता कता। प्रत्येक बिहानी मलाई छाडेर जाँदै गरेको देख्छु। तिमी कहाँ पुग्यौ कुन्नी, समस्या जिउको तिउ नै भेट्छु। जब धरधरी आँसु खस्छ चप्लेटी ढुङ्गा जस्तो तिम्रो छातीमा बिसाएर सुस्ताउन मन लाग्छ। आऊ अब त मेरो नेप्टे, मेरो आमा र आप्पा डाँडाको घाम जुन जस्तै हुनुभयो। तिमी आएपछि मलाई बागदाता दिने रे, तिमी आएपछि मलाई बागदाता दिने रे। धन्यवाद। बागदाताको बारेमा चाहिँ म अलिकति भन्छु। बागदाता चाहिँ किराँतीहरू अन्य जातिहरूको विवाहमा कन्यादान अर्थात् क्रिया सार्नुलाई चाहिँ बागदाता भन्छ। तर हामी किराँती राईहरूको चाहिँ बिहाकै दिन दिइँदैन। जब छोरी चेलीहरू अब चाहिँ घरजम हुन्छ है भनेर माइतीहरूले सुरक्षित महसुस गर्छ तब मात्रै बागदाता दिने चलन छ। यो चाहिँ किराँतीहरूमा एउटा केही भयो भने पनि यसको सम्पूर्ण हक चाहिँ बागदाता नदिँदासम्म माइतीलाई नै हुन्छ र त्यो भएको कारणले पनि किराँती चेलीहरू यस मामलामा चाहिँ भाग्यमानी छन् भन्ने म सम्झन्छु। यो सामाजिक एउटा संस्कारलाई चाहिँ मैले कवितामा ल्याउन खोजेको छु। धन्यवाद। हजुर, यहाँ लामो समयदेखि कविता लेखनमा लाग्नु भएको छ, गीत सृजना गर्नुहुन्छ। यो साहित्य र जीवनमा कस्तो सम्बन्ध देख्नुहुन्छ तपाईँ? साहित्य कस्तो हुन्छ भन्दा जीवन र साहित्यको एउटा नजिकको एउटा म त अझै मलाई कस्तो लाग्छ भने साहित्य त मेरो सहृदय साथी जस्तो लाग्छ। भने जीवन र साहित्य र समाज यिनीहरू एक अर्कामा परस्पर नजिकको सम्बन्ध, एकअर्कामा छुटिनै नसक्ने किसिमको सम्बन्ध रहन्छ भन्छु। किनभने साहित्यकारले समय र समाज लेख्ने गर्छ र समाज र समय भनेकै वास्तवमा हामी सबैजना प्रत्येक पाठक लेखक अर्थात् दर्शक सबैले खोज्ने नै त्यही कुरा हो। भनेपछि हामीले साहित्य बिना एउटा समाजको कल्पना गर्न सक्दैनौँ, वास्तवमै सक्दैनौँ। किनभने साहित्य सबैमा हुन्छ। अभिव्यक्ति लेखकले लेखेर गर्छन् भने कसैले संवादमा गर्छन्, कसैले हाउभाउमा गर्छन्, कसैले मौनतामै पनि गर्छन्। मेरो विचारमा चाहिँ विधान कालीकोटे जो एल्बमको तयारीमा हुनुहुन्छ, कतिवटा गीत र कस्ता कस्ता गीतहरू राख्नु भएको छ हामीलाई छोटो जानकारी दिनुहोस् न। अहिले जुन एल्बमको मेरो काम भइरहेको छ अनि गीत चाहिँ मैले सबै प्रकारको लगाउने विचार गरेको छु र मेरो लगभग अहिले 4-5वटा जस्तो गीत चाहिँ मेरो भइसकेको छ अनि कुनै मैले सङ्गीत गर्न दिइसकेको छु र मेरो
एल्बममा भनेको सबै प्रकारको गीत हुन्छ, सायद अब आधुनिक हुन्छ अनि जुन अब हाम्रो वृद्ध आमा बुवालाई नचाउने खाले जुन लोक संस्कृतिलाई झल्काउने खाली गीतहरू हुन्छ मेरोमा। हजुर, तपाईँको एल्बममा रहने एउटा कुनै लय लगाउनु भएको छ एउटा गीत हामीलाई सुनाइदिनुहोस्। एउटा गीत चाहिँ जुन भीम विश्वा हुनुहुन्छ, उहाँ मेरो एउटा गुरु पनि हुनुहुन्छ, उहाँले लेख्नुभएको र सङ्गीत पनि उहाँकै छ। हाम्रो त घर हो कालीखोला भन्ने यो गीत त धेरै पहिले लेखिएको, यो लगभग 8-9 वर्ष अगाडिको हो र मैले उहाँ नेपालमा विभिन्न स्टेज हुँदै पनि यो गीत गाएको थिएँ मैले, र त्यो गीत सुनाउन चाहन्छु म, जुन शीर्षक छ हाम्रो त घर हो कालीखोला। हाम्रो त घर हो कालीखोला बहिनीको गाउँका होला, हाम्रो त घर हो कालीखोला बहिनीको गाउँका होला, भैँसमा मात्र मिठो रे प्रीत लगाएर खुजे होला, लगाएर खुजे होला। यति नै सुन्न चाहन्छु म। हजुर, तपाईँको एल्बमभित्र रहने यो एउटा गीत हो। एउटा गीत हजुर। म यो गीतको कुरा लाई फेरि जोड्न चाहन्छु। जस्तै एउटा गीतलाई जीवन्त बनाउनको लागि जस्तै हामीसँग सङ्गीत बजाउने साधक हुनुहुन्छ, गीतकार हुनुहुन्छ र गायक पनि हुनुहुन्छ, र कुन पक्षको चाहिँ एउटा सङ्गीतकारको भूमिका ठुलो हुन्छ कि एउटा गायक र गायिकाको ठुलो महत्त्व हुन्छ कि एउटा रचनाकारको बढी महत्त्व हुन्छ एउटा गीतलाई जीवन्त बनाउनको लागि? यो तपाईँले एकदम कठिनाइ प्रश्न सोध्नु मलाई चाहिँ, होइन? यसमा जुन गीत उत्कृष्ट हुनको लागि चाहिँ तीनजनाकै एकदम ठुलो महत्त्व हुन्छ उसमा चाहिँ। जस्तै रचनाकारको पनि उस्तै हुन्छ र सङ्गीतकारको पनि र गायकको पनि उस्तै महत्त्व हुन्छ त्यसमा। तपाईँलाई के लाग्छ हाम्रो श्याम नेपालीजी? मलाई चाहिँ सही उहाँले जुन अहिले भन्नुभएको कुरा छ, यो बिना सङ्गीत, बिना शब्द र बिना गायकी त्यो पूर्ण हुन सक्दैन, त्यस्तै मलाई लाग्छ। किनभने सबैको उति नै महत्त्वपूर्ण भूमिका छ त्यसमा। यदि सङ्गीत मात्रै राम्रो भएर गायकले नराम्रो गाउनुभयो भने त्यसको त्यति महत्त्व नहुन सक्ला, र अथवा गायकले राम्रो गाएर शब्द नराम्रो हुँदा त्यो पनि त्यति धेरै गानाहरू त्यसरी ओझलमा परेका छन्। तर अहिले पछिल्लो समयमा आएर जति पनि कालजयी गीतहरूको सृजना हुन सकेको छैन नि। त्यो विशेष कारण एउटा त गीत जुन गीतहरू बनेको छन् त्यो पहिला जसरी बन्नुपर्ने गीतहरू अहिले एउटा बन्न सकेका छन् एउटा त, होइन? र अर्को एउटा मेरो विचारमा यो विशेष गरेर यो समयले गर्दा पनि धेरै गाह्रो भइरहेको छ, किनभने धेरै कठिनाइहरू आएको छन्। जस्तै नेपालको अहिले कुरा गर्नु पर्दाखेरि यो सबै मोमेन्टले चाहिँ स्तब्ध बनाएको सबैजनालाई, र मेरो विचारमा यो फेरि दिन फर्किन्छ भन्ने मलाई लाग्छ। तपाईँलाई कस्तो लाग्छ हाम्रो दिपा पुन? उहाँले भने जस्तै लेखक, सङ्गीत र गायन तिनैको बराबरी नै महत्त्व रहन्छ, आफ्नो आफ्नो महत्त्व हुन्छ। तर अहिलेको र पहिलाको फरकमा चाहिँ मलाई कस्तो लाग्छ भने अहिले बजार हेरेर लेखिन्छ के, हृदयबाट र आफ्नो सन्तुष्टिको लागि कम लेखिन्छ। जब हामी आफ्नो खुसी र सन्तुष्टिका लागि लेख्छौँ, हामी अरूलाई पनि खुसी र सन्तुष्टि दिन सक्छौँ। तर जब हामी बजार हेरेर लेख्छौँ, त्यो बजारको लागि मात्रै हुन्छ। एकछिन बजारमा हल्ला हुन्छ, सकिन्छ। हल्ला हुने कुराहरू धेरै लामो समय टिक्दैन, रहँदैन, र यो कुरो हामी सबैले अनुभव गरेको कुरा हो। हजुर, म दिपा पुनलाई नि म एउटा प्रश्न सोध्न चाहन्छु। कविहरू मनबाट हुन्छन् या मस्तिष्कबाट हुन्छन्? कस्तो हुन्छ भने सबैको आफ्नो आफ्नो शैली हुन्छ। मन मस्तिष्क दुवैले एउटा आकार बनाउनुपर्छ खास चाहिँ, तर अझै बढी चाहिँ हृदयबाटै लेख्नुपर्छ भन्छु म। किनभने हृदयबाटै लेखेको कुरा, हृदयको जुन तरङ्ग हुन्छ नि, अर्को हृदयलाई जब छुन्छ त्यसले पक्कै पनि एउटा ठाउँ पाउँछ, त्यसले पक्कै पनि त्यो नै रहन्छ कि त्यहाँबाट फेरि निस्किँदैन। भनेपछि आजभोलिका गीतहरूमा हामी हृदयबाट लेखिएका गीतहरू कम मात्र पाउँछौँ। लेख्दाखेरि त्यस्तो महसुस हुन्छ तर कम पाउँछौँ, किनभने हामी अहिले हरेक कुरामा समय पनि त त्यस्तो छ। जिउनु त पर्यो, जिउनुको लागि त पहिले बजार नै हेर्नु पर्यो, भनेपछि बाँच्नुको लागि लेख्छौँ। पहिला हामी बाँच्नको लागि भन्दा पनि बढी
मरेपछि आफू बाँच्नको लागि लेख्थ्यौँ, अहिले हामी जिउँदै हुँदा आफू बाँच्नको लागि लेख्छौँ, सायद मेरो विचारमा। म एकछिन हाम्रो श्याम नेपालीज्यूतिर जान्छु। तपाईँले धेरैभन्दा धेरै गीतहरूमा आफ्नो सारङ्गीको धुन बजाइसक्नु भएको छ, तर पछिल्लो समयमा नेपाली गीतहरूमा सारङ्गीको धुन कमै बजेको सुन्न पाइन्छ। तपाईँलाई कस्तो लाग्छ? त्यसो त मैले त्यति सङ्गीतका गीतहरू सुन्दाखेरि अहिले विशेष गरेर अघि दिदीले भन्नुभएको जस्तै गरेर यो मार्केटमा जे चाहिन्छ एकदम कमर्सियल रूपले चाहिँ सोच्न थालेका छन् मान्छेले, होइन। र आजकल अब एउटा कस्तो छ भने आफ्नो पृथक एउटा मातृभूमिको बाजालाई चाहिँ बजाउनु भन्दा पनि धेरै जस्तो अहिले मिसनरी बाजाप्रति आकर्षित भएको छन्। एउटा नयाँ चेन्ज पनि हुनसक्छ। र अब त्यसबाट अर्को दुःखको कुरा के छ भने आउने जेनेरेसनहरूले आफ्नो मौलिक बाजालाई कतिको सिक्ने र सिकाउने भन्ने खालको कुराहरू छन्। र त्यो भनेको एउटा लाइक अफ नलेज मेरो विचारमा यदि हाम्रो आफ्नो मातृत्व अथवा हाम्रो आफ्नो पहिचान र एउटा त्यो मात्र नभएर एउटा चाहिँ संस्कार र संस्कृतिको कुरा छ, त्यसलाई हामी सबैजना मिलेर हातमा हात दिएर चाहिँ यसलाई जोगाउनु पर्ने समय आइरहेछ। किनभने अहिलेको नयाँ मोडर्न युगले चाहिँ ती चिजहरू चाहिँ हामीबाट खोसिएको जस्तो लाग्छ मलाई। र हामी त्यसलाई त्यति डिपली सोच्न सकिरहेको छैनौँ। र अब कस्तो खालकोलाई छ भने एकदम बजारमा आएको कुरालाई चाहिँ हामी एकदमै महत्त्व दिएछौँ, होइन। र ती स्रष्टाहरू बाँचेको छ कि छैनन्, तिनको अवस्था र तिनका बाजा र सङ्गीत सबै कुरा मैले अहिले सिर्फ सारङ्गीलाई मात्रै नलिएर सम्पूर्ण अरू इन्स्ट्रुमेन्टहरूलाई पनि मैले अलिकति डेडिकेट गरेको छु। त्यही कारणले अब म त अब मेरो फ्यामिलीमा 5औँ पुस्ता हुँ जुन चाहिँ यो सारङ्गीलाई बचाउनु पर्छ भनेर अहिलेको नयाँ पुस्तालाई पनि हस्तान्तरण गरेर सङ्गीत भनेको यो एउटा युनिभर्सल भाषा हो, होइन, ल्याङ्ग्वेज हो, जुन भनेर मैले अहिले नेपालमा मात्रै सीमित नभइकन विभिन्न देशहरूमा गएर एज अ म्युजिकल एम्बेसडर भएर हामीले चाहिँ यसलाई चाहिँ संसारभरि नै पुगोस् भनेर एक किसिमको एक्सचेन्ज प्रोग्रामहरू गरेका छौँ। र अघि जुन हजुरले भन्नुभएको प्रश्नको कुरा छ, अहिले साँच्चै नै पहिलाभन्दा अहिले सारङ्गी धेरै कम सुन्न पाइनेमा आइरहेछ। किनभने त्यस्ता स्रष्टाहरू पनि हामी माझ नभइसकेका छन्। त्यसै कारणले म के भन्छु भने अब आउने जेनेरेसनले चाहिँ हाम्रो यो आफ्नो पृथक बोकेको बाजालाई यदि माया गरेर यसलाई सिकाउने इन्स्टिट्युटदेखि लिएर स्कुलहरूमा परिचालन गर्ने हो भने सायद यो फेरि बाँच्छ कि भन्ने चाहिँ मलाई आशा लाग्छ। हजुर, यो झट्ट हेर्दाखेरि हामी बजाउने बाजा सारङ्गी भन्छौँ, तर तपाईँको भाषामा के हो त यो सारङ्गी? मैले यसो बुझ्दा सारङ्गीको चाहिँ म यहाँ साथीहरूलाई अथवा नेपालमा पनि मैले धेरै यसको परिभाषा चाहिँ के भन्छ, सारङ्गीको अर्थ नै सा भनेको के अरे यो सरगमको सारेगमको सा, रङ भनेको हामी सबैलाई थाहा भएको रङ, र गीतको चाहिँ अर्थ मैले दिएको सारङ्गी भनेको एउटा चाहिँ नोट र अर्को गीत र अर्को रङ मिलेर बनेको सारङ्गीलाई चाहिँ मैले त्यसरी अर्थ दिएको छु। र सारङ्गीको चाहिँ अर्को यसको पुरानो एउटा कथा सुन्ने हो भने सारङ भन्ने एउटा चराबाट चाहिँ अलिकति आकर्षित भएर बनाएको भन्ने किसिमको यसको ढाड यसको बनाइ चाहिँ त्यसरी छ। र अस्ति एउटा फेस्टिभलमा गएँ, लगभग 50-60 हजार मान्छेहरू थिए। नेपाली बाजाप्रति उनीहरूको एकदम आकर्षित थियो र उनीहरूले ओहो यो त हाम्रो भायोलिन जस्तो छ यो बाजा भन्ने किसिमको कुराहरू गर्नुभयो। त्यसमा हामीले धेरै कुराहरू सेयर गऱ्यौँ। जो होस् म्युजिकल इन्स्ट्रुमेन्टबाट पनि हामीले धेरै भाषाहरू बोल्न सक्यौँ। यहीँको लोकगीतहरूलाई मैले बजाएँ। जो होस् नेपाली बाजालाई चाहिँ हामीबाट अझै यसलाई चाहिँ प्रिजर्भेसन गर्नुपर्छ जस्तो मलाई लागिरहेको छ। यसलाई चाहिँ एकदमै म विधान कालीकोटेसँग फेरि फर्कन्छु। तपाईँ एल्बमको तयारीमा हुनुहुन्छ, म बढी एल्बममै म केन्द्रित भएर कुरा गर्न चाहन्छु। जस्तै तपाईँले 6वटासम्म गीत तयार गरेको छु भन्नुभएको छ, त्यसमा के कुरामा चाहिँ तपाईँ बढी ध्यान दिइराख्नु भएको छ? अहिले त धेरैले एल्बमहरू निकाल्ने क्रम पनि बढिरहेको छ, तर गुनासो बढी आइरहेको छ कि हामीले पैसा दिएर किन्छौँ तर एल्बममा एउटा वा दुईवटा मात्रै गीतहरू अलिक राम्रा हुन्छन्, त्यस पछाडिका गीतहरू हामीले सुन्नै मन नलाग्ने खालका गीतहरू हुन्छन् भन्ने भनाइ छ। त्यसमा तपाईँको
तपाईँको एल्बममा चाहिँ के सोच बनाएर अगाडि बढ्दै हुनुहुन्छ? मैले विशेष गरी शब्दलाई मैले धेरै ध्यानमा राखेको छु र जुन गीतले आफ्नो परिभाषा बोल्छ, आफ्नो संस्कृति बोल्छ, जुन आफ्नो बाबा आमाले जुन भोगेका कुराहरू जुन गीतले बोक्छ, मैले विशेष गरी त्यस्तै खाले शब्दहरू मैले सुनेको छु। अनि जुन अब म्युजिक एरेन्ज गर्दाखेरि चाहिँ मैले जुन अब हाम्रो जुन पुराना वाद्यवादन जस्तै बाँसुरी भयो, अनि जस्तै उहाँ सारङ्गी अनि भाइलिन यस्तै यस्तै लगाउने चाहिँ मैले अब सोच गरेर मैले अब जुन नेपाल यतिजना उहाँको राम्रो जुन कम्पोजरहरूसँग पनि अब कुरा राखेको छु होइन। अनि त्यस्तै जुन आफ्नो संस्कृति झल्काउने खाले नै हुन्छन् मेरो प्रायः गीतहरू। र एल्बम पछाडि तपाईँ एउटा सानो भजन टोली पनि लिएर हिँड्नुहुन्छ, यसको आवश्यक छ हामीलाई? एकदम यसको आवश्यकता छ, किनभने जुन हाम्रो एउटा चुनौती छ, जुन हाम्रो एउटा परिचय छ, त्यो भनेको हाम्रो एउटा नेपाली भाषा हो। र हाम्रो जुन मसिना नानीहरूले अहिले साँच्चै भन्नुपर्छ भने भाषा आफ्नो जुन अमेरिकामा आएर चाहिँ अमेरिकन भाषा मात्रै बोल्न थालेका छन्, बरु अर्को भाषा, बरु अफ्रिकन भाषाहरू सिक्छन् अनि स्पेनिस भाषाहरू सिकेर बरु त्यो भाषाहरू बोल्छन्, तर आफ्नो जुन एउटा नेपाली भाषा छ हो यो बिर्सिसकेका छन्। र हामीले त्यो कीर्तनलाई जुन को लानको लागि चाहिँ हामीले के एउटा मेजोरिटी पनि बनाएको एउटा जुन हामी नेपाली हौँ, र हामीले त्यसमा कीर्तन मात्रै नभएर हामीले हप्तामा के गर्ने गरेको छौँ भने मसिना नानीहरूलाई त्यही अब भाषा सिकाउने, अनि उहाँहरूलाई जुन एउटा सङ्गीत हाम्रो जुन एउटा हाम्रो जुन नेपालीको जुन एउटा एसियन म्युजिक हो त्यो सिकाउने, अनि नेपाली पढाउने, अनि डान्स सिकाउने पनि हामीले योजना गरेका छौँ। र लगभग हाम्रो यो जुन नेपाली क्लास चाहिँ हामीले लगभग सुरु गरिरहेका छौँ, अनि म्युजिक पनि सुरु गरिरहेका छौँ। तर जुन हामीले भने जस्तै र सोचे जस्तै गरेर चाहिँ अघि बढ्न सकेको छैनौँ, किनभने हाम्रो जुन अहिलेको युथहरूदेखि त्यति हामीले सहयोग पाइएको छैन। उहाँहरूलाई चाहिँ त्यति हाम्रो नेपाली भाषा यता त भनौँ न, अमेरिकामा आएर नि के को हाम्रो नेपाली भाषा भन्छन्। अनि युथले चाहिँ अहिले साँच्चै भन्नु भने एकजना कसैले ढाका टुपी आएर लगाएर हिँडेको देख्यो भने पनि अमेरिकामा बिल्ला गर्ने कि त्यहाँ हाँस्ने, उहाँहरू ढाका टुपी लगाएर हिँडेको अमेरिकामा भन्ने खाले यस्तो युथहरू पनि छन्। अनि यस्तो नहोस्, जुन ढाका टुपी भनेको एउटा नेपालीलाई चिनाउने एउटा हाम्रो जुन एउटा ड्रेस हो, जुन दौरा सुरुवालहरू भनेको, अनि यस्तो चाहिँ हाम्रो नानीहरूलाई चिनाउँ भन्ने धारणामा चाहिँ हाम्रो जुन एउटा सानो एउटा कीर्तन ग्रुप छ, नाम चाहिँ कीर्तन ग्रुप छ, तर अब त्यसभित्र धेरै समेटेको छौँ हामीले। यो भाषाकै कुरा गर्दाखेरि म दिपा पुनसँग फेरि फर्कन चाहन्छु। तपाईँ नेपालमा पनि लेख्नुहुन्थ्यो र अमेरिका आएर पनि लेख्नुहुन्छ, र कति भयो अमेरिकामा आउनुभएको छ तपाईँ? म पुरा 3 वर्ष भयो। हजुर, उहाँको चुनौती र यहाँ कति के फरक पाउनु भएको छ नेपाली भाषाको विषयमा कुरा गर्दा? जीवनको चुनौती गर्ने हो भने चाहिँ म के भन्छु भन्दा त्यहाँ केही पनि थिएन, तर जीवन थियो। यहाँ सबै छ, जीवन छैन। र जब हामी माटो सम्झिन्छौँ, देश सम्झिन्छौँ, र देश र माटो सम्झिनको लागि पहिलो भाषा हो। मलाई लाग्छ म भाषाबाट देश सम्झिरहेको छु, र भाषाबाट म मेरो गाउँकै त्यही खोला, त्यही नाला, त्यही पहरा, त्यही झुलिरहेको छु। म त्यहीँ छु कतै, र म हरेक लेख्दाखेरि म त्यतै कतै हुन्छु। लेख्न त म कहिले बसमा लेख्छु, कहिले ट्रेनमा लेख्छु, कहिले स्टेसनमा लेख्छु, तर म त्यतै हुन्छु। त्यही हो। हजुर, म श्याम नेपालीसँग फेरि फर्कन्छु। तपाईँले धेरै 2500 भन्दा बढी गीतमा आफ्नो सारङ्गीको धुन दिइसक्नु भएको छ। तपाईँलाई ती 2500 मध्येमा एउटा सबैभन्दा बढी मन परेको धुन हामीलाई सुनाइदिनुहोस् न। एकदमै चलेको धुन भनेको हाम्रो धेरै नै यो फिल्मी गानाहरू यता, त्यसपछि बाबु बोगुटेको गाना सानानी भन्ने त्यो त्यो भन्दा पनि मलाई अलिकति पृथक मेरो हजुरबाले गर्नुभएको एउटा धुन छ, त्यो सानो गाना पनि छ, त्यो म सुनाउँछु। सलाला बगेको पानी पर्खा भना, अगाडि जानेलाई फुल्छ माया फुलान भना, फुल्छ माया फुलान भना, मेरो माया एकैछिन पर्खा तेलको पानी, तर्किँदैन तर्क फुल्छ माया फुलान भना, फुल्छ माया फुलान भना।
रहिरहोस् परे बाजोडी झैँ फुल्छ माया फुलान भन फुल्छ माया फुलान भन। धन्यवाद। साह्रै नै मिठो सारङ्गीको धुनमा गीत गाएर सुनाउनु भयो। हजुर। तपाईँ बच्चादेखि नै सारङ्गी बजाएर हुर्किनु भयो। हजुर। तपाईँलाई अहिलेको समयमा यो सारङ्गीबाट चट्ट झिकेर अलिक पर राखिदियो भने तपाईँको जीवन कतिको पूर्ण या अपूर्ण छ? त्यो त यस्तो कुरा गर्नुभयो कि आत्मा निकालेर शरीर छोड्यो भने जस्तै एउटा सङ्गीतलाई चाहिँ माया गर्ने व्यक्ति अथवा सङ्गीतमै रमाउने मान्छे, अघि दिदीले भन्नुभयो जस्तै उहाँको कवितालाई सबै निकालेर दिदीलाई एक ठाउँमा राखिदियो भने चाहिँ मलाई जहाँसम्म लाग्छ त्यो पोसिबिलिटी हुन सक्दैन। म बिना सङ्गीत त बाँच्नै सक्दिनँ। एउटा त मेरो जीवनमा अहिलेसम्मको सबैभन्दा मेरो राम्रो क्षण भनौँ न, मेरो उपलब्धि भनेको यही सङ्गीतले गरेर मैले सारा संसारलाई चिन्न मौका पाएँ र आज म यहाँ छु त्यो पनि यही सारङ्गीको कारणले त हजुर र मेरो आज भेट भएको। र मेरो विचारमा म सायद फेरि श्याम नेपाली हुन्न होला। अब अमेरिकामा आउनुभएको छ, सारङ्गी बजाउनुहुन्छ, सारङ्गीकै यो बचाउको लागि तपाईँ दौडधुप गरिराख्नु भएको छ र तपाईँको आगामी योजनाहरू चाहिँ के छन्? अब हामीले काम गरेको मसँग र अरू साथीहरू पनि हुनुहुन्छ मसँग काम गरेर हामीले नेपालमा एउटा अर्फन हाउस खोलेका छौँ जहाँ चाहिँ आउने बच्चाहरूले राम्रोसँग शिक्षा र सँगसँगै यो इको ग्रिन हाउस र ती बच्चाहरूलाई चाहिँ एजुकेसन थ्रु म्युजिकल्ली हामी त्यसमा अगाडि बढेको छौँ। र त्यसमा चाहिँ विशेष गरेर हामी अहिले पहिला 3 जनाबाट सुरु गरेर अहिले हामीसँग लगभग 80 जना बच्चाहरू छन्। त्यो बच्चाहरूले चाहिँ त्यहाँ सङ्गीत शिक्षा र अहिलेको यो प्लास्टिक युग संसारलाई अलिकति त्यागेर ग्रिनरी एउटा नयाँ जीवनलाई चाहिँ हामीले खोजिरहेछौँ र त्यहाँ धेरै कुराहरू सक्सेस भएको छन्। आफ्नै एउटा चाहिँ मातृभूमिका कुरालाई अगाडि लिएर त्यसलाई कसरी प्रिजर्भ गर्ने र अब आउने जेनेरेसनहरूलाई पनि कसरी यसलाई चाहिँ माया गर्ने, योबाट चाहिँ यो शिक्षा, यो भाइरस भन्छु म, यो राम्रो भाइरस भन्छु, कम्प्युटरमा नलाग्ने भाइरस जुन चाहिँ मानव जीवनमा चाहिँ धेरै धेरै इम्पोर्टेन्ट रोल खेलेको छ, त्यो नि भन्छु म। र त्यो ठाउँलाई चाहिँ हामीले विशेष बनाएर बच्चाहरूलाई एजुकेसन सपोर्ट र थ्रु सङ्गीत हामीले स्विजरल्यान्डमा धेरै ठाउँमा प्रोग्रामहरू गऱ्यौँ र त्यहाँबाट पनि धेरै बच्चाहरूलाई लाभान्वित भएका छन्। नेपाली सङ्गीत र संस्कारलाई पनि उनीहरूले धेरै माया र अगाडि बढ्ने कोसिस गरेका छन्। हस् त, यहाँले मिठो कुराहरू राखिदिनु भयो, मिठो सारङ्गीको धुन पनि सुनाउनु भयो। यसै गरी हाम्रो दिपा पुनले पनि मिठो मिठो कविताहरू सुनाइदिनु भयो। यसै गरी विधान कालीकोटे एल्बमको तयार गर्दै हुनुहुन्छ, त्यसको लागि शुभकामना र यहाँहरूको प्रगति पथको पाइलाहरू सधैँ अगाडि बढिरहोस्। हामीसँग एकदमै छोटो समय भएको हुनाले तपाईँहरूसँग बसेर धेरै लामो भलाकुसारी गर्ने मन पनि थियो, तर के गर्नु, समयले टाढो काटिसकेको छ। र म तपाईँहरूलाई यो भेटघाट चौतारी कार्यक्रममा आएर तपाईँहरूको कुराहरू राखिदिनु भएकोमा धेरै धेरै धन्यवाद दिँदै म पनि यो कार्यक्रमबाट बिदा हुन चाहन्छु। नमस्कार।